व्यक्त गर्न पनि चाहन्छु। त्यसकारण धेरै लामो समय तपाईँहरूको बिचमा हामी बस्दैनौँ। तपाईँहरूको यो सरसङ्गत को कुरा पनि छ। धर्मगुरुले धेरै कुरा तपाईँहरूलाई धेरै कुरा सिकाउनु हुनेछ, धेरै कुरा तपाईँहरूले आफूले कर्मण गर्नुहुनेछ भन्ने मलाई लाग्छ। त्यसकारण म धेरै लामो बोल्न चाहन्न र हाम्रो समन्वयको जिल्ला समन्वयको प्रमुखले भन्नुभयो हामी सबै सहयोग गर्न तयार छौँ। म पनि सबै ठाउँ म लबिङ गर्छु, समन्वय गर्छु भन्नुभयो। धेरै राम्रो कुरा भन्नुभएको छ। म किन तपाईँहरूलाई यो आग्रह गर्न चाहन्छु भने अहिले कर्णाली प्रदेशको मुख्यमन्त्रीहरू हाम्रो वीरनगरको एक नेता हाम्रो मुख्यमन्त्रीज्यू एमलाल कौडेलजी हुनुहुन्छ। उहाँ समन्वयको अध्यक्षलाई म प्रमुखलाई भन्छु, तपाईँ हामीले अब सबै मिलेर यो वीरनगरमा मलाई लाग्छ हामी मात्र होइन 10 जिल्लाका मान्छेहरूका यहाँ घर छन्, सबैका बच्चाहरू यहीँ पढ्छन्। त्यसकारण जनसङ्ख्याले पनि यो सरकारी स्कुल हेर्दा धेरै घनत्व बढेको अवस्था छ। स्कुलमा राम्रा स्कुलमा सरकारी सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न पनि यहाँ स्कोर्स लाउनु पर्ने अवस्था रहेको छ। त्यसकारण वीरनगरको विकास भनेको कर्णालीको विकास हो, 10 जिल्लाको विकास हो, सबैको विकास हो। त्यसकारण यो वीरनगरलाई जति हामी विकास गर्न सक्यौँ 10 जिल्लाका सबैको विकास हो भन्ने कुरा राख्दै र समन्वय प्रमुखलाई मुख्यमन्त्री पनि यही भएको अवस्था र वन उद्योग वन पर्यटन मन्त्री पनि हाम्रो बिचमा आएको अवस्थामा यति बेला यस सरसङ्घ भवनलाई बजेटिङको बेला विशेष गरी राम्रो बजेट पर्नेछ भन्ने म आशा पनि राख्न चाहन्छु। र तपाईँहरूको बिचमा तपाईँहरूको एकजना चयन भएर एकजना ब्याङ्कमा पुगिसकेको अवस्था छ। मन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु, सिस्टममा एकजना पुगेको छ, यो भवन बनाउने भनेर हामीले पठाएका छौँ र मन्त्रीज्यूले मनन गरेर र मुख्यमन्त्रीज्यू र समन्वय प्रमुखले पनि यसलाई साथ दिएर विशेष गरी बजेट अलि राम्रो बजेट पार्नका लागि पनि म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। र सम्पूर्ण तपाईँहरूको बिचमा म सधैँभरि तपाईँहरूलाई साथ दिँदै र विभिन्न कार्यक्रममा हिजो पनि 2 चोटि आइसकेको अवस्था छ। फेरि पनि आउने वचनसँग तपाईँहरूलाई सहयोग गर्ने बाचासहित आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु। धन्यवाद। हेलो, आज टाइम लाग्छ अहिले अहिले हुन्न अहिले पछि भयो भने भन्छौँ हामी। अहिले धेरै दिवस हुनुभयो नि त अघि, त्यही भएर अलिक गर्मी भयो। अहिले हामी सुनिरहेका थियौँ निरङ्कारी मिसन सर्वधर्म समभावको मिसन। वास्तवमा सर्वधर्म समभावको मिसन निरङ्कारी मिसन नै हो र त्यसै गरी यो निरङ्कारी मिसन आध्यात्मिक मिसन मात्र नभई विविध सामाजिक गतिविधिमा चाहे दैविक प्रकोप होस्, चाहे कुनै पनि जैविक गतिविधि जहाँ नष्टीय कुराहरू छन् स्वास्थ्य, जहाँ गतिविधि नकारात्मक गतिविधि छन्, ती सबै नकारात्मक गतिविधिलाई टुक्र्याउनको लागि निरङ्कारी मिसन तत्पर रहेको र सबैलाई सूचना आह्वान पनि गर्न चाहन्छ। र आज रक्तदान शिविर हामी गरिरहेका छौँ। रक्तदान शिविरको कुरा गरिरहँदा सन्त निरङ्कारी मिसनले हालसम्म 8,532 रक्तदान शिविर सञ्चालन गरेको दास अवगत गराउन चाहन्छ। र त्यसै गरी हालसम्म सन्त निरङ्कारी मिसनले 15,16,217 युनिट रक्तदान गरेको यो पनि दास अवगत गराउन चाहन्छ। र त्यसै गरी हाल हाम्रो सन्त निरङ्कारी मिसन अन्तर्गत 2वटा ब्लड ब्याङ्क भएको र उक्त ब्लड ब्याङ्कमा करिब 14 लाख रगत एकत्रित भएको पनि दास अवगत गराउन चाहन्छ। र यसै कारणले विश्व संगठनले युएनले शासन सन्त निरङ्कारी मिसनलाई विशेष सल्लाहकारको दर्जा दिएको दास अवगत गराउन चाहन्छ। र अब म ढिला नगरिकन आजको यो कार्यक्रमका प्रमुख अतिथि हामी सबैका अग्रज, हामी सबैका अभिभावक, अत्यन्तै बौद्धिक व्यक्तित्व, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननीय श्री सुरेश अधिकारीज्यूलाई यहाँका स्वभाव स्वविचार व्यक्त गरिदिनु हुन र हामी सबैलाई दिशानिर्देशन गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। रक्तदान शिविर अध्यक्षज्यू
कर्णाली प्रदेश सभाका मान्य आदरणीय महिला नेत्री जानकी दिदी, विशिष्ट अतिथि सन्त निरङ्कारी सत्सङ्गका केन्द्रीय अध्यक्षज्यू, जिल्ला समन्वय समितिका प्रमुखज्यू, चौधरी गाउँपालिकाका उपाध्यक्षज्यू, वीरेन्द्रनगरका यो वडाका आदरणीय वडाध्यक्षज्यू, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सबै क्रियाशील राजनैतिक दलका प्रमुख प्रतिनिधिज्यूहरू र उपस्थित दिदीबहिनी तथा दाजुभाइ र यो निरङ्कारी सत्सङ्ग सुर्खेत शाखाका सम्पूर्ण पदाधिकारी, सम्पूर्ण सदस्यहरू, सन्त निरङ्कारी मिसन मानव एकता दिवसको अवसरमा मलाई पनि यहाँ बोलाएर सबै दिदीबहिनी तथा दाजुभाइहरूसित साक्षात्कार हुने जुन मौका दिनुभयो त्यसको लागि आयोजकप्रति आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनमा पनि यसरी बोलाइदिनु हुनेछ र सबैसित अझ राम्ररी नजिक हुने अवसर मिलाउनुहुनेछ भन्ने पनि मैले लिएको र यो कार्यक्रम भव्य र सबै तरिकाले सम्पन्न होस्, सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। हामी मानव भएर यो पृथ्वीमा जन्म लिइसकेपछि हामीले गर्ने कर्महरू असल हुनुपर्छ, मानवको विकासको लागि हुनुपर्छ भन्ने मेन उद्देश्य र यसको मूल मर्म पनि हामी हिन्दू धर्म मान्नेहरूको गीताको मुख्य त्यसैबाट सञ्चालित यो सत्सङ्ग, यो निरङ्कारी मिसन जुन नामले भए पनि त्यही भित्र नै रहेको कुरा मैले चाहिँ बुझेसम्म मैले त्यही महसुस गरेको छु। मैले मिसनका दुईवटा कार्यक्रममा यो समय दुईवटा कार्यक्रममा सहभागी हुने अवसर मलाई मिल्यो। कल्याणको दारमा गाउँपालिकामा पनि छ भवनको भव्य छ, त्यहाँ पनि एकचोटि यसरी धेरैजना दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने अवसर दिएका थिएन। म त्यतिखेर जागिरी खाएको जिल्ला विकास समितिको त्यो अनुगमनको सिलसिलामा त्यहाँ जाँदाखेरि यहाँ पनि त्यही भवन बनाउने क्रममा हुनु एकदमै सफलता मिल्यो। यहाँ बस्छ त छ ईश्वर एउटै छ भन्ने कुरा यहाँहरूको ज्ञान सबैबाट पनि यहाँहरू सुनिसक्नु भएको छ। ईश्वरको नाममा अनेक अवतारहरू छन्, कसैले केही मान्ने कसैले केही मान्ने, तर परमात्मा भने एउटै छ। यहाँ जतिजना दिदीबहिनी दाजुभाइहरू अग्रजहरू यहाँ आज हामी जम्मा भएका छौँ नि, त्यो हामी जन्मिनादेखि आमाको कोखबाट जन्मिनादेखि यहाँ जतिजना आएका छौँ यहाँ खेती गर्दै यति बजे यहाँ चाहिँ हाम्रो भेट हुनेछ भनेर त्यो लेख्या हामी 3 घन्टाको फिल्म हेर्छौँ नि, 3 घन्टामा झ्यास भूत चोर लफङ्गा डाका धर्मात्मा त्यो आफ्नो के कुकर्महरू कर्महरू देखाउनुहुन्छ नि, 3 घन्टामा सकिन्छ भन्ने थाहा छ। यो पनि हाम्रो पनि यो फिल्म हो। हाम्रो सबै सेयर भएको छ आमाको कोखबाट यो पृथ्वीमा अवतरण जुन दिन हामी भयौँ सबै सेयर भएको छ त्यो फिल्मको तरिकाले। तर अरू सबै दिनदिनै हामीले महसुस गर्दै जान्छौँ। एउटा चिज मात्रै थाहा छैन कहिले यो संसार छोड्ने भन्ने मात्रै, त्यति मात्रै हामीलाई थाहा हुँदैन। अरू सबै कुरा त्यसै दिन थाहा भएको कुरा हो। जुनसुकै नाममा पनि सत्सङ्गहरू चाहे ओम शान्ति होस्, यो निरङ्कारी मिसन होस्, जुनसुकै कुराबाट भए पनि एउटा असल समाजको निर्माण गर्ने, असल मानव बनाउने भन्ने उद्देश्यका साथ भएको कुरा म यहाँ मैले बुझेसम्म पनि निवेदन गर्न चाहेँ। अहिले हामी जुन ठाउँमा छौँ नेपालमा विभिन्न गतिविधिहरू, हरेक नराम्रा कामहरू कुकर्महरू भइरहेका छन्। यस्तै हाम्रा सत्सङ्गहरूले सद्मार्गमा लग्ने भएको हुँदा यसले निरन्तरता पाओस्। यहाँ जति पनि दिदीबहिनी दाजुभाइहरू यहाँ आउनु भएको छ, यहाँहरूले सिकेका कुराहरू आफ्नो बालबच्चा आफ्नो छिमेकमा एकजनालाई मात्रै भनिदिनु हो भने पनि असल समाज, असल वीरेन्द्रनगर
त्यो वडा त्यतातर्फ जाने भएको हुँदा त्यसतर्फ लागिदिनको लागि म अनुरोध गर्न चाहन्छु। तपाईँहरूकै मलाई त हुन त सल्यान जिल्लाका मतदाताले निर्वाचित गरेर पठाउनु भएको तपाईँहरूकै भाग्य, कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनीहरू जतिजना हुनुहुन्छ सबैको भाग्यले गर्दाखेरि अहिले मलाई पार्टीले चाहिँ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको रूपमा प्रस्तुत गरेको छ। यसमा म जति दिन हुन सक्छु, जति दिन तिमी ईश्वरको कृपा हो, जति दिन मैले बस्नु असल कर्म नै गर्छु भन्ने मेरो अठोट छ। मैले हिजो पनि आफ्ना मतदाताहरूसित हात जोडेर भनेको छु, म कुनै ठुलो मान्छे हुनेलाई तपाईँहरूको भोट मागेको छैन। म तपाईँहरूको साथ सहयोग र समाज परिवर्तनको लागि मलाई मतदान गर्नुहोस्, मैले भ्रष्टाचार गर्ने छैन, अन्याय गर्ने छैन भनेर मैले भोट मागेको छु। त्यो निर्वाचन क्षेत्र फेरि म नेपाली कङ्ग्रेसको चुनाव चिन्ह रूपबाट हो, त्यो पनि भन्छु मैले। त्यो निर्वाचन क्षेत्र 28-29 वर्षसम्म नजिकैको निर्वाचन क्षेत्र थियो, तर मलाई विश्वास गरेर जिताउनु भयो। चुनावमा प्रतिस्पर्धा हुन्छ, आफ्ना चुनाव चिन्हबाट हामी प्रतिस्पर्धा गर्छौँ, तर जसले निर्वाचन जित्छ त्यसले सबै भोट हालेका मान्छे पनि मेरा हुन्, नहालेका मान्छे पनि मेरा हुन् भनेर आफूले असल कर्म गर्नुपर्छ। म त्यो कर्ममा म निरन्तर छु। हिजो योभन्दा अगाडि शारदा नगरपालिकाको मेयर पनि भएँ। मेयर हुँदाखेरि पनि चुनाव चिन्ह रूपबाटै लडे, चुनाव चिन्ह रूपले नै मतदान गरेर जिताउनु भयो। तर जितिसकेपछि त्यो कुर्सीमा बस्ने बेला अब साथीहरू यो साझा होइन, मलाई मत दिनेको खुसी पनि हो, नदिनेको पनि हो। तपाईँहरूले मलाई असल तरिकाले गाइड गर्नु, मैले अन्याय कसैलाई गर्नुहुन्न भनेर म लागि परेको हुँ। म त्यही कुरा यहाँ निवेदन गर्न चाहन्छु। यहाँ पनि मेरो जनप्रतिनिधिहरू हुनुहुन्छ, सामान्य प्रमुख हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, वडा अध्यक्ष हुनुहुन्छ, अरू जनप्रतिनिधि साथीहरू पनि हुनुहुन्छ। मैले भन्न खोजेको कुरा के हो भनेपछि हामी जनप्रतिनिधि हुने बेला हामीलाई टिकट चाहिन्छ, पार्टीले टिकट दिनु पऱ्यो, हाम्रो लडाइँ त्यही हुन्छ। त्यसपछि जनताका बिचमा मतदान भनेको रक्तदान सरह हो। त्यसरी मतदान मार्फत हामी चुनेर आइसकेपछि हामीले गर्ने कर्म आफूलाई मत दिने होस्, आफूलाई मत नदिएको होस्, सबैको म प्रतिनिधि हो भनेर हामीले कर्म गर्नुपर्छ, कानुन सम्मत गर्नुपर्छ भन्ने ठुलो कुरा गऱ्यो भनेर नभनिदिनु होला। म चाहिँ त्यसमा लागेको छु है। अहिले देशमा कुन मुस्किलले कत्रो लडाइँ लडेर देशमा अहिले हिजो बहुदल प्रजातन्त्र हुँदै अहिले गणतन्त्रसम्म आइपुगेको छ। अहिले गणतन्त्र खत्तम हो, यो चाहिन्न भनेर आवाज उठिरहेको छ। त्यो किन उठेको छ भन्ने कुरा मैले अगाडि भने नि, हामी जनप्रतिनिधिहरू हामीले राम्रो गर्न सकिनौँ र आवाज उठेको हो। हामी सस्टिनुपर्छ, कानुनसम्म जानुपर्छ। मैले गर्न सकिनँ र सल्यानमा मेरा विरुद्धमा कुरा उठ्यो। मैले असल गर्नुपर्छ। मैले राख्ने, मैले गर्ने नियुक्ति, मैले मबाट जाने योजनाहरू जनतामुखी छन् कि छैनन् भन्ने कुरा हामीले बुझिनौँ भने यस्ता कुराहरू उठ्छन्। तर त्यो दिवा सपना हो, जसले देखिरहनु भएको छ त्यो दिवा सपना हो। सबैभन्दा विश्वको सबैभन्दा उत्कृष्ट व्यवस्था भनेको प्रजातन्त्र हो, गणतन्त्र हो। त्यसलाई मास्न कसैले पनि सक्दैन। तपाईँहरूलाई यति कुरा मात्रै निवेदन गरेँ। तपाईँहरू वीरेन्द्रनगर राजधानीवासीहरू आफै सजग हुनुहुन्छ, तपाईँहरू सतर्क हुनुहुन्छ, सजग हुनुहुन्छ, त्यसतर्फ लागिदिन र यहाँबाट सिकेका कुराहरू आफ्नो घर समाजलाई असल बनाउनको लागि, बचाउनको लागि लागिपर्नुको लागि म अनुरोध गर्न चाहन्छु। मेरो महिला नेत्री मेरो दिदी पनि हुनुहुन्छ, नेपाली कङ्ग्रेसको केन्द्रीय सदस्य पनि हुनुहुन्छ, तपाईँहरूको यही जिल्लाको मान्ने पनि हुनुहुन्छ। उहाँले पनि मैले आफूले निवेदन के अरे एजेन्सी गराइसकेको छु यो सत्सङ्ग भवनको लागि भन्नुभएको छ। सामान्य प्रमुखले पनि मबाट हुने सहयोग भनेर भन्नुभएको छ। अब व्यक्तिका नेताहरू, वडा अध्यक्ष सबैले भनिसकेपछि त्यहाँ इन्ट्री भएको कुरो मैले गरिनँ भने त म पनि मूर्ख होला। मैले के गर्न सक्छु, तपाईँहरू सबैलाई शान्ति राखेर असारपछि आउने बजेटमा म यति उति मैले भन्दैन, म गरेर देखाउनु पऱ्यो। अर्को पटक बोलाउनु भयो भने बजेट पऱ्यो, रातो किताबमा पऱ्यो भने दाइ जानुपर्छ भनेर वडा अध्यक्षले बोलाएर फेरि आएर यति भएको छ है, राम्रो गर्नु होला भन्छु। म अहिले यति उति गर्छु भनेर भन्दैन। जे पनि कर्णाली प्रदेश सरकारले यो भवन निर्माणमा आफ्नो पोखर मिसाउने प्रतिबद्धता व्यक्त गर्दै यो कार्यक्रम भव्य र सबै तरिकाले सम्पन्न होस् भन्दै मेरो भनाइ यही अन्त्य गर्ने अनुमति माग्छु। हस्त धन्यवाद। धेरै धेरै धन्यवाद छ। नितान्त अत्यन्तै
सुन्दर भाव र वास्तविक भाव शुभ सन्देश हामी सबैले